उहिले याद आएको मैले पहिला एटेन्ड गर्नु कोसिस गरेको आएको थिएँ र उहिले पूर्वले हेरेर भन्दै गएको म चाहिँ शिशिर अधिकारी 1966 देखि 71 सम्म पढेको 72 आगे हामी सबै क्लासमेट भयो गभर्मेन्ट हाई स्कुलमा भेट गर्नु सक्दैन यहाँ हाम्रो सहरमा चाहिँ परिचय दिनु पर्दैन होला सायद टिफिनको दाम चाहिँ 3 रुपियाँ 12 पैसा 3 रुपियाँ गुवाना होइन 3 रुपियाँ गुवाना अनि 7 रुपियाँ 62 पैसा चाहिँ फिस थियो स्कुलको अरू त यहाँ मेरो सिनियर इनको पनि 12 पैसा कसैले लिन्छ कि लिँदैन इम चाहिँ छ कि छैन थाहै छैन र म पनि अब त्यो पुरानो को भेटिन्छ सबभन्दा इम्पोर्टेन्ट आज शिशिर दाजुलाई देखेँ यहाँ त्यो टाइमको वान अफ द मोस्ट ह्यान्डसम स्पार्कलको फुटबल अहिलेको ड्रेसमा इमेजिन गर्छु मलाई साथसाथै त्यो समयको म्याथमेटिक्समा कहिले फर्स्ट ब्रेक आयो हरि थापा त्यसको बादमा नरप्रसाद त्यसको बादमा गोले अरू अरू सुन्नुहुन्थ्यो पछि हामीलाई सम्म क्लास भयो हाम्रो टाइममा चाहिँ यो 12 भन्ने थिएन क्लास मेरो नाम सञ्जय प्रधान म 72 देखि 78 सम्म यहाँ स्कुलमा पढेको म स्कुल क्याप्टन पनि थिएँ र अहिले दाजुले जुन भने त्यो चाहिँ इतिहास हो हाम्रो लागि तपाईँहरूले त सोच्नु पनि नसक्ने कुरा छ किन 3 रुपियाँ 24 पैसामा चाहिँ हामीले मल दुध चिया बिस्किट पाउँथ्यो केराहरू सिजन अनुसार अन्त यहाँ यो माथि जुन सानो स्कुलहरू छ त्यहाँ चाहिँ हामीलाई खाजा बाँड्थ्यो कि अन्त अलबेला साथीहरू चाहिँ पुरा बदमास डल्लै चियाको डेटी म पनि यहाँ साथीहरूदेखि 78 सम्पूर्ण उपस्थित साथीहरू र म मेरो सानो परिचय के भने मेरो नाम चाहिँ प्रदीप कुमार शर्मा हो है म यही स्कुल पढेको म क्लास 6 1971 देखि 76 सम्म पढेको सरी 78 सम्म 11 12 गरेको थिएँ त्यस बेला हेडमास्टर पवन कुमार शर्मा हुनुहुन्थ्यो र उहाँ चाहिँ साह्रै विद्वान र साह्रै स्ट्रिक्ट अनुशासित हेडमास्टर र उहाँले छत्र छायामा चाहिँ हामीले राम्रो पढ्ने मौका पायौँ र हाम्रो बेस गरी उहाँकै कारणले गर्दा यी स्कुल जुन उहाँको त्यसले गर्दा हामीलाई चाहिँ एउटा अवसर पायौँ पढ्ने एउटा अवसर पायौँ र अहिले यसभन्दा अगाडि म नेपालमा थिएँ I was in Nepal for the last 40 years almost. I used to teach in the Trivandrum University as a lecturer, and then I started a boarding school also in Kathmandu. So now I am living with my brother, Dr. N.K. Sandhu, in Trivandrum. बालकुमार शर्मा म त यी कार्यक्रमको सबैले देखिरहेको चिनिरहेको होला आफ्नो यो स्कुल आज 1976 सालदेखि आज लगभग 49 वर्ष बादमा आएर यहाँ बस्दाखेरि यहाँभित्र बस्दाखेरि यहाँ जुन अम्बियन्स छ त्यहाँको माहौल छ
हालतिर अर्को बेलाको के घटना भयो भनेदेखि एउटा मरौ घरमा गएको थियौँ त्यहाँनिर एकजना म जस्तै अलिक चुच्चे मान्छे देखेँ भेटेँ तपाईँ कहाँबाट आउनुभयो भने तालुकमा आइदिनु भयो उहाँले त्यसो हेरेर मलाई चाहिँ मेरो नाम शरद चन्द्र हो म पनि यहीँ पढेको हामी बहुत सारा बातमा काम किया अहिले हामी एउटा अब समय छ सिनियर जुनियर सबैलाई नमस्कार परिचय दिइहाल्नु भयो सिनियर सरहरू हुनुहुन्छ नमस्कार नमस्ते भन्नुपर्ने कुरा चाहिँ के थियो भने कि आज यसरी यो गभर्मेन्टको जस्तो हाम्रो दाजुहरू उहाँलाई हामीले गरेका थियौँ